धन्यवाद। यसै गरी आजको कार्यक्रमको उद्घाटनका लागि यस कार्यक्रमका अध्यक्षज्यूलाई ब्यानर पढेर हाम्रो कार्यक्रमको उद्घाटन गरिदिनु हुन र सरस्वतीको फोटामा माल्यार्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। जुन मुख्य कार्यक्रम हो गुरु सम्मान, म यहाँको ध्यान आकर्षण गुरु सम्मानतर्फ गराउन चाहे। हामीलाई लामो समयसम्म यस विद्यालयमा र यहाँ दिवंगत हुनुभएका गुरुहरू उहाँको धर्मपत्नीलाई सम्मान गरे जुन कार्यक्रम अनुसार हाम्रो कार्यक्रम अनुसार म अब गुरु अब आदरणीय गुरु दीपक माटौलाज्यू मैले पालिकालाई अनुरोध गरेँ। पालिकाले मैले अनुरोध गरेँ यहाँलाई यसै गरी भयो होइन। यसै गरी मानवराज गौतमज्यू, यसै गरी रामप्रसाद पौडेलज्यू, यसै गरी चन्द्रप्रकाश शर्माज्यू, यसै गरी उमाकान्त शर्माज्यू, +2 हुँदै 23 देखि 71 सम्म एसएलसी उत्तीर्ण गर्ने संख्या हाम्रो यो स्कुलमा 1678 हुन गएको छ। उच्च शिक्षाको लागि सक्षम हुन सक्यौं यो हाम्रो क्षमता सर्वप्रथम श्रद्धेय गुरुवर्ग एवं हाम्रा घर परिवार अभिभावक र समाजको देन हो। आडामा अग्रज पुर्खाहरूले हाम्रो सन्तानहरूको सुखी जीवनको लागि जनजीवन सहज बन्ने हेतुले सर्वप्रथम साना दहमा वंगाका गुरु भेषदास भट्टराईद्वारा ल्याई पाठशालाको सुरुवात भयो। पण्डितबाट मिलाउने अग्रज तथा श्रद्धेय गुरुप्रति हामी आभारी छौँ, ऋणी रहेका छौँ। 9 सालमा हाम्रा अग्रजले गुरुहरूलाई अन्यत्रबाट ल्याई ज्योति मिडिल स्कुल स्थापना गराउनु भयो। अब म प्राइमेरी, मिडिल, हाई स्कुल +2 सम्म अध्ययन गरी अर्घाजीको शैक्षिक उन्नयन गर्ने आदरणीय गुरु शिक्षकहरूको नाम यो गुरु सम्मान कार्यक्रमको अवसरमा श्रद्धापूर्वक वाचन गर्न अनुमति चाहन्छु। सर्वप्रथम श्री कृष्णचन्द्र मरासिनी आदरणीय गुरुहरू क्रमशः टीकाराम राई, दामोदर गौतम, कृष्णप्रसाद शर्मा, सुर्ती नाम काले मास्टर, श्री शालिग्राम अधिकारी, श्री अशोक कुमार श्रीवास्तव, श्री प्रद्युम्न शर्मा, श्री शङ्कर सुरतगढका हाई स्कुलमा सर्वे प्रहरूको नाम सर्वप्रथम प्र दामोदर गौतम, प्र रविशङ्कर श्रीवास्तव, प्र विनोद बिहारी श्रीवास्तव, प्र अनुप कुमार सिंह सोल्टी, अनुप दाई पनि हेडमास्टर हुनुभएको, प्र कृष्णचन्द्र पन्थी, प्र तेजनिधि पौडेल, प्र दीपक कुमार टन्डन, आदरणीय गुरु तथा शिक्षकहरू श्री लक्ष्मीकान्त पाण्डे, ओम प्रकाश श्रीवास्तव, श्री मोहम्मद सिद्दिकी बनारस,
श्री रामनाथ झा जनकपुर, धर्मेन्द्रबहादुर सिंह, रामहरि पन्थी, इन्द्रबहादुर कोइराला, रामनारायण शुक्ला, पुरुषोत्तम पोखरेल, हर्षबहादुर सिंह, यदुप्रसाद काश्यप, इन्द्रमणि नेवाली, हेमनाथ गौतम, रामजी नेवाली, माधव प्रसाद गौतम, रामप्रसाद पौडेल, श्री बलराम घिमिरे, श्री नेत्र प्रसाद उपाध्याय, उमा कुमारी सिंह, कुमार केशव सिंह, एके प्रसाद आचार्य, कृष्ण प्रसाद शर्मा, दाल प्रसाद भूषाल, उमाकान्त शर्मा, श्री लालमणि पाण्डे, श्री केशव भट्टराई, नरेन्द्र बेलवासे, टीकाराम शर्मा, मुकुन्द भट्टराई, सत्यकुमार श्रीवास्तव, धर्मपाल चौधरी, केदार बेलवासे, श्री दिलाराम पौडेल, राजन कुमार विशी, श्यामबहादुर थापा, श्री बाबुराम बन्जाडे, श्री चन्द्रप्रकाश शर्मा, श्री धर्मराज अधिकारी, अरुण कुमार बेलवासे, रामप्रसाद श्रेष्ठ, श्री दधिराम आचार्य, श्री रोमबहादुर बेलवासे, श्री बेलबहादुर बेलवासे, श्री घनश्याम बेलवासे, श्री चेतनाथ बेलवासे, विष्णुराज अर्याल, श्री शोभाखर बेलवासे, श्री गुणबहादुर विक, सनत कुमार वर्मा, भक्ति प्रसाद बेलवासे, होमबहादुर सिंह, गोकुल छेत्री, शोभबहादुर खत्री, कृष्ण प्रसाद घिमिरे, विष्णु प्रसाद पौडेल, रामप्रसाद आचार्य, खुबीराम वशिष्ठ, नरेन्द्र खनाल, नुमा पौडेल आदि हुनुहुन्छ। गरिमामय कार्यक्रममा उपस्थित गुरुजीहरूमा आयोजकको तर्फदेखि हार्दिकपूर्वक नमन तथा स्वागत गर्दछु। गुरुहरूको नामको सोधखोज गर्ने क्रममा गर्ने कार्यमा सहयोग गर्ने सर्जय गुरु लक्ष्मीकान्त पाण्डेज्यू तथा आदरणीय कान्छा निगेन्द्र राज बेलवासे र दाजु कुमार बेलवासेप्रति आभार सहित धन्यवाद ज्ञापन गर्छु। खट्नु भएका समाजका नक्षत्र, विद्यालय परिवार, गुरुवर्गका हाम्रा गौरवको नाम पनि सान्दर्भिक ठान्छु। नेपाल सरकारका क्याबिनेट मन्त्री हुनुभएका कुमार बेलवासे, उच्च अदालतका न्यायाधीश श्री चन्द्रबहादुर सारू, प्रा कृष्ण बेलवासे, प्रा लालमणि पाण्डे, कृषि वैज्ञानिक गोविन्द प्रसाद आचार्य, सहसचिव त्रय नारायण अधिकारी, विवेकानन्द घिमिरे, कृष्ण पोखरेल, कोल निमेटिका डीएम विष्णु हरियाल, गैर आवासी नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद केन्द्रीय सदस्य रामबहादुर बेलवासे, डाक्टर मुकुन्द भट्टराई, मावि प्रथम श्रेणीका शिक्षक भाइ यस विद्यालयका प्रश्री शङ्कर राजा जस्तै थुप्रै नक्षत्र हुनुहुन्छ। 36-37 सालसम्म जिल्लाको पहिलो हाई स्कुल, 36-37 सम्म दक्षिण खाँचीको एकमात्र शिक्षाको केन्द्र बनेको स्कुलले निजामती, गङ्गी, प्रहरी शिक्षक उच्च ओहदामा पुग्नु भएको छ। यहाँ एसएलसी दिएको को कहाँ के गर्दै हुनुहुन्छ विस्तृत तथ्याङ्क सङ्कलन गरी ज्योति मुखपत्रमा प्रकाशित गरिने प्रतिबद्धता व्यक्त गर्दछौँ। मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भवको आशयलाई उच्च सम्मानका साथ आत्मसात गर्दछु। हाम्रो अहोभाग्यले आमन्त्रणलाई स्वीकार गरी सशरीर उपस्थित हुनुहुने गुरुवर्गलाई सादर नमन गर्दै अग्रज दाजुहरूलाई आभार व्यक्त गर्छु। अन्तमा हामीलाई कल्पना नदेखि उच्च शिक्षाको लागि ज्ञान रूपी ढोका खोलिदिने दिवंगत गुरुहरू, यस विद्यालयमा अध्ययन गरी दिवंगत विद्यार्थी साथीहरूप्रति आयोजकको तर्फबाट मेरो व्यक्तिगत तर्फदेखि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छु। सेवा गर्नुभएका भएकोमा ससम्मान सहित तपाईँ श्री मीन प्रसाद पौडेललाई यो सम्मान पत्र प्रदान गर्दछौँ। एसएलसी ब्याज 2065 भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। अध्यक्ष एवं 2023 सालका प्रथम सफल विद्यार्थी रहनुभएका आदरणीय गुरु नै र मञ्चमा आसीन सबै आदरणीय गुरुहरू सबैलाई हार्दिक सम्मान व्यक्त गर्दै उपस्थित महानुभावहरूलाई म फेरि एकपटक सिमलपानी, सिद्धगङ्गा 13 सँगसँगै झुकेना सुधा मावि सँगसँगै यस ज्योति माविको तर्फबाट सबैमा एकपटक हार्दिक नमन भन्न चाहन्छु। तपाईँलाई म धेरै कुरा गर्न चाहिन्न, छोटकरीमा आजको यो जो कार्यक्रमको आयोजना गर्ने जुन विचार दिनुभयो उहाँहरूप्रति हार्दिक नमन व्यक्त गर्न चाहन्छु। सिद्धगङ्गा नगरपालिका नेपालको सबैभन्दा ठुलो नगरपालिका हो। तपाईँ हामी यो 14 छाती बनाउन सकेका छौँ। यो नगरपालिकाका केही कठिनाइहरू छन्, तर तत्कालीन रूपमा जो जसले यो मेहनत गर्नुभयो उहाँलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। नम्बर 1। नम्बर 2, दक्षिण खाँचीको यो गरिमामय स्कुल अर्थात् विद्यालय अत्यन्तै महत्त्वपूर्णका साथ फर्स्ट क्लाससम्म पुर्याउनका निम्ति मेहनतका हातहरू सञ्चालन गर्नुभएको छ। आदरणीय गुरुहरू तपाईँलाई फेरि नमन छ। यो सिद्धगङ्गा नगरपालिकाको एकमात्र क्याम्पस यही छ, त्यसकारण यसको गर्व हामी सबैलाई छ।
यति मात्रै होइन, आजको यो महत्त्वपूर्ण कार्यक्रमको आयोजना गर्नुभयो यो पनि पहिल्यै हो भन्ने लाग्छ। यति धेरै साथीहरूलाई जुटाएर यही सन्दर्भमा म यहाँ पढ्ने मौका पाइनँ, तर पनि यहाँ पढाउने मौका पाएँ। केही समय भए पनि अहिले मलाई सम्झना छ मेरो आदरणीय दीपक कुमार टन्डन सर मलाई आज एउटा थोरै एउटा रियलिस्टिक पिक्चर बताउने अनुमति चाहे शङ्कर सर। म 2061 साल भदौ हो कि यस्तै कति बेलाको कुरा छ अलि याद भएन, यहाँ आएपछि म टिचर शिक्षकमा माविमा नाम निस्क्यो, परिस्थितिले म यहाँ आउने वातावरण बन्यो, म आएँ। यहाँ आउँदा दुईटा कुरा भए। मैले अरू राजनीतिक कुरा गर्दिनँ, म राजनीति गर्ने अनुमति पनि छैन। एउटा मलाई त्यो सिडिओ साहब बसेको कुर्सी देखेर डाहा लाग्यो र मेरो 32 वर्षसम्म अध्यापन गरिरहेको दीपक कुमार टन्डनको कुर्सी देखेर मलाई साँच्चै विरक्त लाग्यो र मैले त्यसै दिन भने एक दिन यो ठाउँमा केही गर्न सकिएछ भने यो पहिलो काम हेड सरको कुर्सी फेरिनेछ। मैले त्यो प्रतिबद्धता व्यक्त गरी आज मलाई त्यो दिनको सम्झना आइरहेको छ। र मेरो बाबा इन्डियन लाउदै हुनुहुन्थ्यो, तत्कालीन अवस्थामा यहाँ पैसा थिएन, बाबाले पठाइदिएको पैसा लगेर त्यति बेला एकजना दाई हुनुहुन्थ्यो, के बेलवासी के नाम केदार दाई तलको बेलवासी अध्यक्ष सिद्धि चाक्लाको सुरजी अध्यक्ष हो क्या त्यस्तो लाग्छ। उहाँलाई पनि यसो काँडे खुसी गर्ने शङ्कर सरलाई पनि सोधेँ, ल ठिक छ भन्नुभयो। त्यति बेला पैसा खर्च गऱ्यौँ र चाहिँ एउटा घुम्ने कुर्सी लिएर आएका छौँ। जीवनको इतिहासको पहिलो पटक यहाँ मलाई लाग्छ त्यो कुर्सी अहिले पनि कहिलेकाहीँ सोध्छु शङ्कर सरलाई छ कि छैन भनेको एकचोटि मलाई भन्नु भाइ त्यो त बलियो रहेछ। त्यस कारणले व्यक्तिगत रूपमा लिएको होइन, त्यति बेला लगानी गरेको, तर फेरि विद्यालयले मलाई स्रोत प्रेरणा दियो र मैले पैसा प्राप्त गरेँ। मलाई सम्झना छ, कुरा साना छन्, घुम्ने कुर्सी त्यति ठुलो चिज होइन, तर त्यो शरीरको हिसाबले त्यो इमान्दारीको हिसाबले गुरुले गरिरहेको प्रेरणाका निम्ति म फेरि पनि त्यो कुर्सी अहिले पनि झन्झरी सम्झिरहेको छु। तर बुटोलबाट किनेर लिएर आएको पौडेल फर्निचरबाट मैले यति कुरा राखेँ। अर्थात् तपाईँहरूको प्रेरणाले, तपाईँहरूको सम्मानले, तपाईँहरूको आशीर्वादले मलाई अहिले यो अगाडि बोल्ने मौका पनि मिल्यो। सँगसँगै तपाईँको न्यानो आशीर्वाद र माया ममताले मलाई त्यहाँको सिमन पानीको पनि एकचोटि 5 वर्ष कार्यकाल जिम्मा दिने मौका पायो र अहिले म फेरि तपाईँका बिचमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य अन्तर्गत एउटा विभागमा कार्यरत छु। अझै प्रमोसन हुन सकिनँ, अझै मैले पढ्न मिस्टेक गरेछु, अझै लेख्न मैले गल्ती गरेछु जस्तो लाग्छ। यो चारैतिर यहाँ मैले गरेको केही छैन, तर म सम्मान हृदयदेखि गरेको छु। गुरु सम्मान तथा विद्यार्थी पुनर्मिलन कार्यक्रम फोटो बनाइएको छ। अब यसलाई चाहिँ मैले सम्मानित यदि पढेँ यो दिनुभन्दा अगाडि गुरु र सँगसँगै हाम्रा अलाङबा ती 84 वर्ष पुगिसकेका बाहरू हुनुहुन्छ, सिनियर बाहरूलाई पनि यहाँ सम्मान गर्न चाहे। उहाँहरू सँगसँगै यहाँ आएर गुरुहरूलाई आशीर्वाद दिनु अनुरोध गर्नुहोस्। गुरु तपाईँहरूलाई म आदरणीय गुरु सत्यकुमार श्रीवास्तव जो लौगढ बस्नुहुन्छ, मलाई जोमेटीमा सिधा रेखाको कोण 180 डिग्री हुन्छ के त भनेर भन्नुभएको थियो। अहिले मलाई सम्झना छ, तिरुपति त बिर्सेँ गुरु, जम्मा चाहिँ त्यही लौगढ मात्रै सम्झेको छु। त्यस कारणले गुरुलाई पनि मैले यहाँ त्यस्तै हार्दिक आमन्त्रण गर्न चाहेँ। गुरु हुनुहुन्छ, उहाँको नाम ओमप्रकाश भए पनि जहिले पनि लजाउने त्यो पाठ पढाउँदा मैले गुरुलाई फेरि सम्झेँ यहाँ एकपटक। यो चाहिँ त बुढाहरूलाई मैले
यो गिलासमा चिया खाएर लिदिनु लाग्यो ल टोपी त राम सिधा लाग्यो होइन सानो र ठुलो भएछ के पाली बाटो प्रतिनिधि यसै गरी हामीलाई शुभकामना सहित उपस्थित हुन नसकेकोमा क्षमा माग्दै सरकारका उपसचिव अहिले पनि शिक्षातर्फका टीकाराम शर्माको सम्मान पत्र बुझिदिनु। हाम्रो जीवनमा आँखा देखाउने शिक्षा क्षेत्रमा योगदान पुर्याउने मेरा आदरणीय अध्यक्ष गुरुहरू प्रति मेरो सम्मान छ। यो सँगै 51,000 घोषणा गर्न चाहन्छु। र सबै मेरो गुरुहरूप्रति सधैँ सम्मान हुन्छ र यो स्कुल खोल्नेहरूलाई पनि त हामीले बिर्साउनु त हुँदैन। उहाँहरूको सम्मान गर्नुपर्छ र यो अवसरमा हामीले उहाँहरू अब यो अभिभावकहरूलाई पनि सम्मान गर्न पाएको भए अझ राम्रो हुन्थ्यो। मैले नाम लिएका मध्ये धेरै त दिवंगत भइसक्नु भएका मात्रै नाम लिए है, जीवितहरूको नाम लिन पाएको छैन। अब उहाँहरूले पनि अब हाम्रो पूर्व मेयर यहाँ हुनुहुन्छ, उहाँहरूले पनि राम्रो योगदान गरेर हाम्रो केशवजी पनि कता यतै हुनुहुन्थ्यो, उहाँ पनि अध्यक्ष हुनुभएको थियो के अरे, यही स्कुलको हो कि क्याम्पसको हो अध्यक्ष हुनुहुन्थ्यो। उहाँहरूले पनि योगदान गरेर अझै यसलाई राम्रो बनाउनेतिर लाग्नु पर्यो र सबैजना मिल्नुपर्छ। र यो यति भनेर म धेरै कुरा समय अब धेरै छैन है नभएको हुनाले अब सेयर गर्न त धेरै कुरा छ, तर धेरै कुरा भएर पनि मैले समय छोट्याएन। यति कुरा भनेर सबै साथीहरूलाई अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया चक्षुर उन्मीलितं येन तस्मै श्री गुरवे नमः। सर्वेभ्यो गुरुभ्यो नमः, सर्वेभ्यो मित्रेभ्यो नमः। सबै मित्रहरूलाई पनि नमस्कार, गुरुहरूलाई पनि नमस्कार। जति पर्सेन्ट आउनु पर्थ्यो आएन, त्यसपछि मैले बिएससी गरेँ, युनिभर्सिटीबाट मास्टर डिग्री गरेँ, त्यसपछि म फेरि बिएससी फरेस्ट्री गरेँ, त्यसपछि फेरि म फरेस्ट्री पढ्न म युके गएँ, फिलिपिन्स गएँ, त्यसै गरेर पिएचडी गर्न म अमेरिका पुगेँ। आखिरी दिन त ज्योति माध्यमिक विद्यालय ठाडाको हुँ। त्यसकारण मैले यो स्कुललाई सधैँभरि मेरो आफ्नो एउटा बेस, आफ्नो एउटा संसारको धेरै देशमा पुर्याउन सक्ने बेस मेरो यो स्कुल हो। संसारको धेरै मैले किन भन्दैछु भने म यहाँबाट निस्किएपछि ती विषय पढेर सकिसकेपछि म नेपाल सरकारको लोकसेवामा लडेँ र म फरेस्ट्रीतर्फ प्राविधिकतर्फ म चाहिँ अब यहाँको सरल भाषामा बुझ्दा डिएफओ बन्न सफल भएँ। अनि एकजनाले त एउटा कथा पनि सुनाउनु भयो, त्यो कथा त आफ्नै ठाउँमा होला। म डिएफओ बने, वनमा जागिर खाएँ र संसारका 42 देशहरू घुम्न पाएँ। सायद त्यो दिन यो हाई स्कुलको हो, मैले त्यसलाई कहिल्यै पनि बिर्सन सक्दिनँ। किसानहरूलाई कसरी उत्पादनलाई बजारीकरण गर्न सकिन्छ भन्ने काममा म अहिले लागिरहेको छु र यसलाई अन्तर्राष्ट्रिय स्तरको अर्ग्यानिक खेती कसरी गर्ने भन्ने कुरामा अहिले हामी लागिरहेका छौँ र केही गरिरहेका छौँ। अब मैले धेरै कुरा टाइम लिन चाहन्न, यति भन्दै मैले के कुरा किन राखेँ भने गुरुको आशीर्वाद, गुरुको कृपा, माता पिता पछि गुरुवर्गले जुन गर्नुपर्ने कर्म हो त्यो कर्म सिकाउन र हामीले त्यो गर्न सक्यौँ। त्यस कारणले हामीले हाम्रा गुरुहरूलाई सधैँ नमन गर्छौँ। बाटोमा भेट हुँदा, जहाँ भेट हुँदा पनि हामीलाई बहुत आशामा आदर गर्न चाहन्छु। फेरि कति रमाणीय छ, कति राम्रो देख्छु। तर पनि मलाई हाम्रो शङ्कर अधिकारी, अब यहाँ दाजुभाइ भइसकेका छौँ, शङ्कर अधिकारी भाइले भनेको कुरा मैले मनन गरिरहेको छु। हामी यो स्कुललाई कसरी राम्रो गराउने? आज बुटवलको स्कुल कालिका नगरको हाई स्कुल भन्दा देशैभरि व्यापक छ। दक्षिण खाँचीको भन्दा यो पुरानो नाम हो दक्षिण खाँची खैर। शीतगङ्गाको यो स्कुललाई हामी विज्ञानको कुरा गरिरहन छ, कसले के योगदान पुर्याएर के गर्नुपर्छ त्यसमा हामी हातेमाले गरौँ।
यसमा म तयार छु। मेरो ठाउँबाट मैले जानेको सिपबाट म जानुपर्ने ठाउँमा पुगेर मैले गर्नलाई म हजुरहरूको अगाडि प्रतिबद्धता जनाउन चाहन्छु। मलाई गर्व छ यहाँ यो स्कुलमा यहाँ आएर यति बोल्न पाउँदा र मैले અહીં नाम लिएका मेरा स्वर्गीय आदरणीयहरू र अहिले यहाँ विद्यमान सरहरूको नाम लिँदाखेरि मलाई गर्व लाग्छ। पास गरेको म पढेको भन्ने हो भने 2022 सालदेखि 28 सालसम्म म यो स्कुलमा पढेँ। यहाँ आउनुको कारण एउटा साथी हुनुहुन्थ्यो उसमा सुपामा, उहाँको माहौल थिएँ नि, उहाँ चाहिँ नि यहाँ आएर आफू चाहिँ नि भडा भएर मलाई गएर भाइ ठाडामा पढ्न जाऊँ भनेर उहाँले छोडेर आउनुभएको थियो। त्यसपछि म यहाँ गरेँ। बेस मेरो पनि यही बाटो हो। म अहिले चाहिँ नि म आफूलाई सन्तोष मानेको छु। जे गरेँ त्यसैमा सन्तोष। हुन त म के भने 37 वर्ष कृषिमा काम गरेर रिटायर भएर बसेँ। त्यसको पूर्व विद्यार्थीहरूले जुन यो कार्यक्रम आयोजना गरेर निमन्त्रणा गर्नुभयो यसप्रति धेरै आभारी छु र विशेष गरी मैले हजुरहरू समक्ष केही थोरै दुईटा अनुरोध गर्नको लागि म हजुरहरू समक्ष आएको र यो ज्योति हाई स्कुल 2038 सालभन्दा अगाडि नै यो दक्षिण काँचीको एउटा शिक्षाको केन्द्रको रूपमा रहेको थियो। यसभन्दा अगाडिका वक्ताहरूले भनिसक्नुभयो 2057 सालभन्दा अगाडि यो दक्षिण काँचीमै 11-12को कक्षा थिएन र विशेष अब અહીં सूर्य दाइले भनिसक्नु भएको छ होइन, विशेष ठुलो प्रयास गरेर यहाँ 11-12 कक्षा सञ्चालन गरेको र अहिले भन्यो भने धेरै मानिसहरू बसाइ यहाँबाट गाउँहरू रित्तिन थालेको अवस्था छ। यसमा सबैले सोध्नुपर्ने मैले अवस्था देखेँ। यसको मुख्य कारण चाहिँ मैले शिक्षा नै हो जस्तो लाग्छ, किनकि धेरै मानिसहरू अहिले विदेश जाने आफ्ना छोराछोरीहरूलाई यहाँ जस्तै प्रायःजसो दक्षिण काँचीमा अङ्ग्रेजी माध्यमकोबाट राम्रो पढाइ हुने अवस्था नभएको हुनाले मानिसले विशेष गरी 3 कारणले शिक्षा, स्वास्थ्य र रोजगारीको कारणले बसाइसराई गर्दो रहेछ। अहिले यहाँबाट म बिहान बुटोलबाट यहाँ 1 घन्टामा आएँ। यहाँ बसेर पनि बुटोल गर्न केही काम गर्न सकिँदो रहेछ। तर यहाँ शिक्षाको केन्द्र बनाउनको लागि विशेष गरी यो स्कुलले र विशेष गरी यो नगरपालिकाले विशेष सोच्नुपर्ने अवस्था मैले देखेको छु। जसरी यो स्कुलमा अहिले आधारभूत तहको स्कुल छैन। मैले शङ्कर सरलाई सोधेको थिएँ तपाईँले अङ्ग्रेजी माध्यमका क्लासहरू सञ्चालन गर्नुभएको छ कि छैन, धेरै भन्दाखेरि छैन, हामीले नगरपालिकामा निवेदन दिएका थियौँ, नगरपालिकाबाट अनुमति प्राप्त भएन भन्नुभयो। र एउटा कुरा के रहेछ भने यदि नगरपालिकाले, मैले यहाँ छविलालजी गइसक्नुभयो, हाम्रो उपाध्यक्ष म्याडम पनि गइसक्नुभयो, र जसरी बुढा नीलकण्ठ स्कुल अनि गण्डकी बोर्डिङ स्कुल जसरी सञ्चालन भएको छ नि, हामीले यो दक्षिण काँची र यो ठाडामा त्यस्तै गरी स्कुल सञ्चालन गर्न सक्छौँ। म अहिले भुप्सीगढ गाउँपालिकाको शिक्षा शाखाको प्रमुखको रूपमा कार्यरत छु। त्यो गाउँपालिकामा अहिले हामीले 2वटा विद्यालयमा आवासीय विद्यालय सञ्चालन गरेका छौँ। र मैले यहाँ हजुरहरू समक्ष के अनुरोध गर्न खोजेको भने हजुरहरूले यहाँका एकदमै बौद्धिक वर्गहरू, यहाँका विशिष्ट व्यक्तिहरू हुनुहुन्छ, यो नगरपालिकासँग अनुरोध गरेर एउटा शिक्षाको कोष खडा गरेर यहाँ एउटा अङ्ग्रेजी माध्यमको आवासीय विद्यालय यहाँ सञ्चालन गर्ने, त्यसको लागि एउटा कार्यविधि निर्माण गरेर नगरपालिकाले यहाँका हजुरहरूले एउटा कोष खडा गर्ने, यहाँका पूर्व विद्यार्थी, यहाँको सबै समाजसेवीले त्यहाँ रकम सङ्कलन गरेर एउटा जग्गा व्यवस्थापन गरेर छात्रावास निर्माण गरेर हरेक वार्डबाट 4 कक्षामा अन्तर्वार्ता लिएर विद्यार्थीहरू छनौट गरेर विद्यार्थीहरू जसरी यहाँ गण्डकी बोर्डिङ र बुढा नीलकण्ठले विद्यार्थीहरू छनौट गरेर पढाइ सञ्चालन गरेको छ, यहाँ पनि हामीले त्यस्तै गरी सञ्चालन गर्न सक्छौँ। लागि चाहिँ नाम लेखाएर आउनुहोस् 2 वर्ष भनेर भनौँ, यहाँ केटाकेटीले अप्ठ्यारो माने छोडेर जान पर्यो भनेर मैले बरु गउँछु भनेर म गइनँ। मेरो साथी हुनुहुन्थ्यो पहिले यहाँ चाहिँ एउटा जिसिया भएर आउँदो तीर्थमा पढेको के अरे नाम गम्भीरमान श्रेष्ठ भन्ने, म त नाम पनि जान खोज्छु, बिर्सन्छु। मेरो अवस्थाले भन्दा पनि शारीरिक समयले उसले भन्दा पनि यो रोगले गर्दाखेरि मलाई ग्रस्त गराएको धेरै
यहाँ यसरी मिलेर काम गरियो। हाम्रो पालामा हामीले कक्षा खाली भयो भनेरै मगान सर यहीँ हुनुहुन्छ, आज फल्ला फल्लाको पिरियड चाहिँ खाली भयो भनेर चाहिँ गरियो। एउटा लक्ष्मीकान्त सर यहीँ हुनुहुन्छ, उहाँले बिदा दिनुहुन्थ्यो, वर्षको 2 पल्ट घर जान्ला, नत्र भने हुन्ला हामीले पढाउँछौँ भन्ने पिरियड चाहिँ अरूका खाली हुन नदिने, त्यस्तो गरियो हामीले यहाँ। त्यसरी चाहिँ पढाइयो लेखाइयो, पिरियड वर्ष खाली हुन दिन्न थियो। अहिलेको त शिक्षकलाई त जहाँ कक्षा फल्नु तपाईँको गएर भन्दा त मलाई त एक्स्ट्रा पैसा चाहिन्छ भन्छ। विद्यालयसँग भावनात्मक सम्बन्ध छैन, पैसासँग सरोकार छ, पैसासँग सम्बन्ध छ। यस्तो भएपछि काम गर्न कति अप्ठ्यारो हुन्छ। एउटा कक्षा पढाउनु गयो, अरू कक्षाको विद्यार्थी बाहिर निस्किन्छ, चिच्याउँछ, कति अप्ठ्यारो हुन्छ त्यहाँ पढाउँदा। त्यसले गर्दाखेरि कसैका त्यो समयमा व्यवस्थापन त विद्यालयले राम्रोसँग गर्नुपर्छ होइन, त्यसपछि अनि पढाइ लेखाइ राम्रो हुन्छ। ल म मेरो साथीको सबैसँग भेट गर्न पाएँ, सबैलाई धन्यवाद छ मेरो तर्फबाट। आयोजक यो चाहिँ कार्यक्रम गर्नेलाई पनि धन्यवाद छ। र म अब लाग्ने हो तलतिर, मेरो बसाइ आजभोलि चाहिँ कपिलसमा छ के अरे। ल धन्यवाद। धेरै भयो, कक्षा 5 सम्म हामीले हटायौँ। यहाँ छोरीलाई पढाउने चाहिँ ऊ पनि बढ्यो सङ्ख्या। र 2058 सालमा यसको +2 को स्वीकृति लियो। त्यति बेला डाक्टर नारायण कुमार चाहिँ त्यसको उपाध्यक्ष हुनुहुन्थ्यो। भेला लिएर यसले 1 वर्ष रहेको सहमति पछि गएर त्यसैको आधारमा यहाँ भविश्वर पौडेलको घरमा म बस्थेँ। उहाँका छोराहरूलाई कन्भिन्स गरेर उनीहरूले चाहिँ सहमति दिएर अहिले भविश्वरका नाममा चाहिँ क्याम्पस छ त्यहाँ। त्यो गरेको कुरालाई मान्नुपर्छ। यो के हो भनेदेखिलाई यो हामीले त्यति गरियो। अहिले चाहिँ दुनियाँका गरिबका छोराछोरीले त्यहाँ पढेका छन्। र उहाँ बुम्ची क्याम्पसमा ठुलो छलफल भयो। तपाईँले ठाडा चाहिँ यो खोलिदिएर क्याम्पस हाम्रो यहाँ आउने विद्यार्थी रोकिए बुम्चीमा भनेर त्यहाँका सरहरूले मसँग भन्नुभयो। अब त्यो त शिक्षाको कुरो, भरसक शिक्षा भन्ने कुरो त सबैको घरहरूमा पुर्याउने पहुँच पुर्याउने चिज हो भनेर भने छलफल भएको थियो कि। त्यस्तो एउटा क्याम्पस खुलेपछि यहाँका अहिले 2-3 जना छात्र बुम्ची क्याम्पसमा बिएमा अध्ययन गर्ने भएका छन्। एउटी बर्रेकी बेलबासे खानसो कसी छोरी हुने, एउटी यहाँ चाहिँ उसकी सुवर्ण खालकी के सिजापति हो, सूचना सेवापति के हो नाम। मैले जानेको कुरो के हो भनेदेखिलाई मलाई यति खुसी लाग्यो आज यसरी चाहिँ हाम्रो विद्यालयमा यहाँको प्रभाव लगायत सम्पूर्णको सहयोगमा यसरी चाहिँ एउटा पुनर्मिलन, मेरो दायित्व मेरो विद्यालय भन्ने जुन चाहिँ एउटा शीर्षक राखियो र जोडियो, अति राम्रो कुरो। हामीले अधिकार खोज्छौँ, कर्तव्य निभाउन। अब कर्तव्य पनि मेरो यो हो भने कर्तव्य निभाएपछि बल्ल अधिकार पर्ने। एकजना अनि राजनले भन्नु हो नि कुर्सी ल्याइदिएँ मैले भन्नु हो, त्यो कुरो सत्य हो। यहाँ काठकै कुर्सी थियो पहिला, त्यो घुम्ने कुर्सीमाथि किन भने मैले पैसा किन खर्च गर्ने भन्ने हुन्थ्यो। त्यस्तो हामीले यहाँ विद्यालयबाट चाहिँ तालिममा हिँडियो, डुलियो, कति ठाउँ गयो, तर 1 रुपियाँ हामीले काज चाहिँ मैले खाइनँ। 1 रुपियाँ काजमा भत्ता विद्यालयबाट त्यति बेला दिएन। सरकारले दिने कुरो दिन्थ्यो, हामीले विद्यालयलाई खर्च गरेन। सूर्यप्रसादले पनि 12 दिने कुरो भयो, काठमाडौँ गइयो भन्ने कुरो त सही कुरो हो। र राजनले आफूले पैसा हालेर चाहिँ कुर्सी ल्याइदिए, काज हुन्थ्यो गएर कुर्सी ल्याएपछि अब बिदा पनि 2-3 दिन मात्रै हुने भयो। उनले पैसा हालेर ल्याएका हुन्, त्यो कुरो सही हो। र काज दियो, पछि पैसा पनि भुक्तानी दियो। एउटा अहिले त्यो कुर्सी घुम्ने कुर्सी छैन पनि यहाँ घुम्ने कुर्सी एउटा चाहिन्छ। मैले घुम्ने कुर्सी यहाँ बस्न र काठा कुर्सी यहाँ बस्नु के फरक हो र घुम्ने कुर्सी यहाँ बसेर बुद्धि बढी बन्ने होइन। यो काठो कुर्सी यहाँ बस्नुभएको छ, बोइलो छ भने होइन सर अब त बदलिनु पर्छ भने अब त बदलिने हो, जमाना बदलिए भन्ने चाहिँ कुरो हो। पहिला यो विद्यालयको लागि हामीले सर्टिफिकेट बेचेका पैसा 9 लाख रुपियाँ एकपटक चाहिँ नि बढी विद्यार्थी पास भएर अर्घाखाँची जिल्लामा +2मा बढी आइए पास भएर 9 लाख रुपियाँ पुरस्कार पायो। एक साल यो विद्यालयले 2 लाख रुपियाँ यसरी यहाँ प्रथम भएर पुरस्कार पायो। र 11 लाख रुपियाँ 2 पल्ट गरेको त्यो पैसा पनि कोसैमा राखेर सबै सर्टिफिकेट बेचेका परीक्षाका पैसा सबै गरेर यहाँ पछि 2065 सालतिर मलाई एउटा उसले यहीँका शिक्षक अहिले अमेरिका हुनुहुन्छ, अस्ति आउनु थियो। त्यो पैसा जम्मा आएर के गर्ने सर स्कुलमा अब त खर्च गर्न पऱ्यो, परीक्षाका पैसा परीक्षा खर्च गर्न पऱ्यो, तपाईँ भएसम्म खर्च नगर्ने पछि यिनीहरूले खर्च गरे भन्ने हुन्छ। यहाँका उसले दिन्न नामलाई यो त परीक्षा पैसा त परीक्षा खर्च गर्नु पऱ्यो, गाडी बस्ने, कापी परीक्षण गर्ने
यो गरेर चाहिँ हुन्न र भन्ने हो र यहाँ त्यसपछि चाहिँ त्यो गर्न थालिदिएको बाबुराम बन्याले भन्ने एकजना हुनुहुन्थ्यो त्यति बेला चाहिँ शिक्षक यो कस्तो हो भन्ने हुँला कसैले राम्रो कुरोलाई राम्रो भन्नुपर्छ नराम्रो कुरोलाई राम्रो भन्नुपर्छ नराम्रो भन्नुपर्छ सेतोलाई सेतो काललाई हामीले त्यो काम गरेनौँ भने त्यो ठाउँ पछाडि पर्छ यहाँ काम गर्न पहिला अति सजिलो थियो विचार गरेर अप्ठ्यारो भयो अहिले गएर चाहिँ त्यो शिक्षा म त्यो त तानसिन जस्तो हुने ठाउँ हो यस्तो हावापानी मिलेको ठाउँ यो जस्तो हावापानीमा राम्रो मैले सधैँ सम्झन्छु मैले त 2029 साल माघ 20 गतेबाट मैले यहाँ आधिकारिक रूपमा बसेको 2066 साल कार्तिक 17 गतेसम्म यहाँ सेवा गरियो 18 गतेबाट बिदा भइयो र यस विद्यालयबाट र यो विद्यालयको मैले मर्ने बेलामा पनि यो विद्यालयलाई अरूले राम नाम भन्न पाउनुहुन्छ मैले विद्यालयको नाम लिन पाऊँ भन्यो मेरो कुरो नबुझिदिनु काम लाग्छ नि नपाइकि हम्माइ जाने बडो भन्ने हुँला त्यहाँ जतिको काम गर्न अप्ठ्यारो कोही पनि हुँदैन त्यसले गर्दाखेरि यहाँ सबै हामी पढेर कि यिनी हुमनाड बेलबासे छन् सिद्धराका यिनका घरमा 5 डाक्टर भयो ल एमबिबिएस अहिले मोहन भन्ने चाहिँ छन् यिनको चाहिँ एउटाले चाहिँ विजय मेमोरियल स्कुल मैले पनि त्यो विजय मेमोरियल स्कुल भनेको मोहन शमशेरको छोरो विजय शमशेरको छोरो पशुपति शमशेर त्यही स्कुलबाट यसरी गरेको यिनका भाइले पनि त्यहीबाट यसरी गरेको डक्टर बनाए छोरी डक्टर भाइ डक्टर छोरो डक्टर सबै त्यो पढाइ लेखाइमा समर्पित भए अब यिनको बिहादान पनि हान्दै गरिदिउँ हिजो दार्जिलिङमा गरेको हरि सरकी चाहिँ बहिनी यहाँ घनश्याम चाहिँ वकिलले प्रारम्भ गर्नुको काम पहिला त्यस्तो यहाँ सबै हामी आफै एउटै परिवारका जस्ता छौँ के कोही कहीँको कसले कसले नचिनेको चाहिँ होइन सबै चाहिँ छौँ त्यही भएर यो ठाउँलाई अगाडि बनाउनलाई अहिले समयले एउटै मोतो हुनु पर्यो एउटै विचार हुनु पर्यो हानथाप गर्न भएन बेमेल गर्न भएन नत्र भने ठाउँ पछाडि पर्छ भोलि बिहान तपाईँहरूमा भयो भने त ठाउँ पछाडि पर्छ यो ठाउँलाई अगाडि बढ्नुहोस् तपाईँहरू जाने मेरो यो 5 वर्षमा यहाँ पनि एकजना माधव गौतमले पनि चाहिँ कुरा राख्नुभयो अन्त विद्यार्थी हुन्न भनेर विद्यालय रोक्यो हाम्रा यहाँ धेरै विद्यार्थी भएर रौजियालाई पनि डक्सुपाटालाई पनि दहलाई पनि रातामाटालाई पनि अमरै दिइयो विद्यालय खोल्ने भनेर उति बेला विद्यालयमा जग्गा दर्ता गरियो थियो र ती अमरैको जग्गा विद्यालयले यहाँका विद्यालयले पाओ रातामाटा विद्यालयले पाओ दहको जग्गा दहको विद्यालयले पाओ राम्रो भयो भएन मलाई यहीँ अनि देखेँ 2-3जनाले रसिद लिएर तपाईँले 1-2टा घडेरी नपाउनुहोस् अमरैमा भन्नुभएको थियो चाकलामा एउटा सुरजबहादुर कार्की भन्नेले मैले एउटा घडेरी गरिदिन्छु तपाईँले चाहिँ गराउनु पर्यो भनेर भयो उति बेला कार्की त व्यवसायी हुनु गणेशबहादुरका छोरा तर उनले त्यस्तो चाहिँ जिग्रो गरेका थिए मलाई घरैमा खाना गर्नु छ किन गर्नु पर्यो भनेर चाहिँ भने मैले अहिले अमरैमा चाहिँ उति बेला 500,000 पाइन्थ्यो गऱ्यो घडेरी अहिले एउटा घडेरीले अमरैमा 50,000 पर्छ भ्यालु त्यत्रो पुग्यो घडेरी त्यस्तो भयो समय परिस्थितिले गर्दाखेरि आउनुपर्छ त मैले नाइ भन्ने मेरो बुवा यही हुनुहुन्छ के भन्नुभयो भने तँलाई मैले 19 वर्ष किन काखमा राखेँ भन् बुवालाई गएर सचिवजी यसले के भन्छ मलाई यहाँ त भन्नु न थियो यही हुनुहुन्छ शङ्कर यसो गरम भन्नु थियो अहिले पनि यही हुनुहुन्छ मलाई त्यस्तो थियो किन भन्दा धेरै यहाँ अप्ठ्यारा थिए धेरै खिचातानी थियो यहाँ हेडमास्टर भन्न गाह्रो थियो चुनौती थियो मैले कुरा राख्थेँ मेरो बाबासँग घर गएर सचिवजी यसले किन मान्दैन यसलाई मैले किन काखा राखेँ 19 वर्ष त्यही प्रश्न गर्नुभयो मैले सम्झेँ मेरो आदरणीय गुरु जसले मलाई स्थान दिन खोज्नुभयो भने मैले अपमान गर्न हुन्न भन्ने सम्झेर मैले स्रोत व्यक्तिबाट राजीनामा दिएर यो विद्यालयको प्रधानाध्यापक जिम्मा लिए पश्चात नै उहाँको आशीर्वाद मेरा लागि फलिफा भएको छ अहिलेसम्मको माध्यमिक तहको श्रेणीमा योभन्दा माथि मेरो जाने ठाउँ छैन यो ठाउँमा पुर्याउने जुन योगदान गर्नुभयो आदरणीय गुरुहरूप्रति पुनः सम्मान गर्दै अब मैले कार्यक्रमलाई छट्टाउनेतर्फ गइरहेको छु छोटो शुभकामना मन्तव्यका लागि अनुसार मैले त्यति बेला पाएको कुरा 53 सालमा 54 सालमा जागिर यहाँ खान आउँदा पाएको कुरा यहाँहरूको हैसियत यहाँका बच्चाहरू काठमाडौँको राम्रै प्राइभेट स्कुलमा पढाउन सक्ने हैसियत त्यतिखेरै थियो तर मैले देखिरहेको छु यहाँहरूका छोराछोरीहरू यही विद्यालयमा पढ्नुभयो निवर्तमान मेयर साहबका 3 होइन छोराछोरीहरू 3 जनालाई यही पढाएको उहाँहरूले राम्रो प्रगति गर्नुभयो यहाँबाट क्वालिटी एजुकेसनको डेभलप भएको
त्यतिखेर मैले जाहिर खाँदाको थोरै स्मरण मात्र गर्न चाहन्छु। हेड सरले, आदरणीय हेड सरले मेरो पहिलो कक्षा अवलोकन गर्नुभयो। कक्षा 8मा नेपाल एन्ड हर नाइबर्स भन्ने पाठ थियो। त्यो शिक्षण गर्दा हेड सरले हेर्नुभयो। हेड सरले हेरिसकेपछि त्यतिखेर स्टाफ साथीहरूले सबैले मलाई चाहिँ बल्ल पढाउन सक्छ यतिकोले भनेर नियुक्ति दिनुभयो। त्यतिखेर टिचर पाइनँ थियो इङ्ग्लिस पढाउने। र ज्योतिमाविमा 53 सालदेखि अगाडि अरू विषयभन्दा अङ्ग्रेजी विषयको अवस्था अलिकति नाजुक अवस्था थियो। 54, 55, 56, 57 सालसम्म अलि धेरै मिहिनेत गरियो। अभिभावकजीहरूले पनि त्यतिखेरको चलन थियो एसएलसी परीक्षामा पास भइसकेपछि गुरुहरूलाई बोलाउने, सम्मान गर्ने, कस्सीहरू काट्ने, ल हेड सर भनेर निमन्त्रणा गर्ने, अनि हेड सरले माया गरेर ल हिँड रामप्रसाद पल्ला ठाउँ जाने भनेर माया गर्नुहुन्थ्यो। त्यही उहाँले दिएको कर्म अनुसार म अगाडि बढेँ। 66 सालमा हेड सरको अनिवार्य अवकाश भयो। त्यसपछि त्यतिखेरसम्म सायद मैले सोचेको थिएन ठाडा मेरो कर्मक्षेत्र सधैँ थाई बसोबासको क्षेत्र हो कि भन्ने जस्तो लाग्थ्यो। र मैले यही बिचमा 2059 सालको एसएलसीले पनि सम्झन चाहन्छु, विद्यालयको गुणस्तर सुधार गर्नको लागि त्यो एसएलसी परीक्षा निकै महत्त्वपूर्ण थियो जस्तो लाग्छ। 59 सालको द्वन्द्वकालमा एसएलसी 11वटा विद्यालयको केन्द्र, यहाँ क ख ग केन्द्र यही थियो, जसमा रिजल्टमा 11वटा विद्यालय मध्ये एसएलसी परीक्षाको नतिजामा 9 जना विद्यार्थी पास भएका थिए। 9 जना विद्यार्थी पास भएमध्ये 6 जना हाम्रै ज्योतिमाविका भएका थिए। हामी चुनौती पनि गरेका थियौँ। सामूहिक रूपमा हाम्रो विद्यालय परिवारले चुनौती गरेका थियौँ। यहाँको आर्मी प्रशासनसँग, यहाँको प्रहरी प्रशासनसँग चुनौती दिएको लागि मैले यो क्षेत्रमा केही गर्नै पर्छ र यो विद्यालयसँग मेरो सम्बन्ध जीवन मरिरहनेछ। त्यसैको सम्झना स्वरूप र मैले मेरा स्वर्गीय पिताजी पनि मेरो विद्यालयकै गुरु हुनुहुन्थ्यो, स्वर्गीय भूपेन्द्रराज पौडेल, जो विद्यालय स्थापना गरेर 2015 सालदेखि 2049 सालसम्म विद्यालयको संस्थापक गुरु भएर विद्यालयमा योगदान गर्नुभयो, आफ्नो क्षेत्रमा विद्यालय खोल्नुभयो। त्यसको स्मरण हाम्रो दीपक सरलाई छ र हाम्रो नेत्र गुरुलाई पनि छ। पुराना मान्छेहरूलाई याद छ। र मेरो स्वर्गीय पिताजी स्वर्गीय भूपेन्द्रराज पौडेलको स्मृति स्वरूप यो विद्यालयमा मैले स्वर्गीय भूपेन्द्र स्मृति अक्षय कोष नाम राखेर 51,111 को स्मृति अक्षय कोष स्थापना गर्न चाहन्छु, जसको विद्यालयको क्षेत्रमा उत्कृष्ट शिक्षक सम्मान गर्ने मैले कार्यविधि विद्यालय प्रशासनसँग मिलेर बनाउँछु। मैले मेरो विद्यालयमा मलाई के लाग्छ भने अधिराजको पहिलो कार्यक्रम हो कि साथी वर्ष अघि पढाएको विद्यार्थीको सम्झना आएर कति कृतज्ञ हामी छौँ, त्यसको सीमा छ। अब समय बहुत कम छ। थोरै कुरा के गरौँ भने 2022 सालमा म सावनको अन्तिम सप्ताह थियो या भादो पहिला थियो, त्यसै बेला म आएको। यहाँ आउँदाखेरि स्कुलको स्थितिमा हाम्रो देखभालजी मैले अध्यक्ष हुनुहुन्थ्यो, उहाँले सोध्नुभयो कि कति पैसा मात्रै वापस हुन्छ। अहिले भनेको मलाई इन्डियाको शिक्षा बिएससी स्टेटसम्म यतै दिनुहोस्। उहाँले हुन्छ भन्नुभयो, दिनुभयो। अनि तर पुरा तलब कहिले पाइएन बाबु, किनभने यो तलब हाम्रो कहाँबाट उठ्थ्यो? हाम्रो देवप्रसादजी जगनाकर उठाएर हामीलाई दिनुहुन्थ्यो। उहाँ हाम्रो कोषाध्यक्ष हुनुहुन्थ्यो र सचिव पनि हुनुहुन्थ्यो। उहाँबाट जति पैसा उठ्थ्यो त्यही पैसाबाट हामी बाँडफाँड गरेर हामी जान्थ्यौँ। यहाँ उति बेलामा 1 देखि 10 सम्मका विद्यार्थीमा जम्मा विद्यार्थी 80 थियो। कक्षा 9 मा 5 जना विद्यार्थी, 8 मा 4 जना विद्यार्थी, 10 मा विद्यार्थी थिएन। 2009 मा यो विद्यालय काशीनाथजीले स्वीकृत गरेर एक निम्न माध्यमिक विद्यालय भनेर कक्षा 8सम्मको लागि यहाँ सुरु गरेर आउनुभयो। पढाइ सुरु भयो। उति बेलामा को मरासी थियो, त्यहाँबाट कृष्ण मरासी प्र भए 1997 गर्न थाले। समय बित्दै गयो।
2018 को 19 सालमा या 20 सालमा यो स्कुल लागि अस्थायी मान्यता भयो माविको लागि हाई स्कुलको लागि। त्यसमा शर्त के थियो भने कि 3 सालमा कुनै विद्यार्थी एसएलसी पास गराउनु पर्ने, जसमा विद्यार्थी थिएनन्, शिक्षक पनि थिएनन्। यहाँ एकजना गोरखपुरको हाम्रो रविशङ्कर सुभाष दाहाल मार्ग थियो, उनीहरूले मलाई ल्याए पनि गोरखपुरबाट यहाँ परीक्षा गराउँदाखेरि अब के भयो भने कि त्यही कक्षा 9 का 5 विद्यार्थीलाई 10मा दिए गए, कक्षा 8 का 4 विद्यार्थीलाई फेरि 5 मानिलिन्छ। सेन्टर कहाँ थियो? राम्रो बनाउन मेरो कर्मक्षेत्र मेरो दायित्व, यो विषयमा मैले मेरो कर्मक्षेत्र मेरो दायित्व भन्ने विषयमा मैले पनि एउटा शीर्षक राख्न गइरहेको छु र यो अवधिमा मलाई यो क्षेत्रमा प्रेरणा दिने, हौसला दिने यहाँ मेरा अग्रज गुरुहरू र आदरणीय अभिभावकज्यूहरूलाई मैले सम्मान स्वरूप पुनः नमन समेत गर्न चाहन्छु। त्यसै गरी दीपक बोले ना